Find myself wondering what did happen to the last 10. I ran away with my life, fast forward, never turn back again. It's kind of funny that the more we pass time, the more we need to set the rewind. And 19 was the year I had to leave you, but now I'm seeing all the signs. Hello guys, welcome back to my new vlog. And this is Mozantis Guess What, I know. आज चाहिँ म जाँदैछु एटलान्टिस वाटर पार्क सो त्यहाँ चाहिँ बब्बाल वाटर स्लाइडरहरू लट अफ थिङहरू त्यहाँ छ हैन सो म आज चाहिँ म त्यहाँ जाँदैछु अहिले चाहिँ म ट्राममा छु हैन अहिले चाहिँ हाम्रो दाजुहरूसँग चाहिँ म उतै गएर भेट्छु हैन सो अहिले चाहिँ सोभर रियालिटी मेट्रो स्टेसन ट्राममा छु बन्द गर्यो घर बन्द भयो अब अर्को ट्राम कुर्नुपर्छ यो ट्राम गयो है अहिले चाहिँ हामी जानु लाग्यो यहाँ है त पामजुमा र एटलान्टिसमा है हामी जाने यहाँ म चाहिँ अहिले यहाँ छु सरी यहाँ सोभर रियालिटी यहाँ छु यहाँबाट यस्तो गरेर ट्राममा जाने त्यसपछि फेरि मोनोरेलबाट चाहिँ यहाँ जान्छु है त सो यहाँबाट ट्रामबाट चाहिँ म चाहिँ जान्छु पामजुमेर यहाँ जान्छु हैन त्यहाँबाट चाहिँ फेरि ट्रामको लागि मोनरेलको लागि चाहिँ पाउँछ है त आज चाहिँ बब्बाल हुँदैछ लाइफको फर्स्ट टाइम चाहिँ म एटलान्टिस वाटर पार्क जाँदैछु हैन म दुबई आएको यत्रो पछि चाहिँ फर्स्ट टाइम जाँदैछु हैन सो इट विल बी गोन क्रेजी फर मी बिकज दिस इज द फर्स्ट टाइम आइ एम गोइङ एटलान्टिस वाटर पार्क गाइस ओके सो दामी ठाउँ छ हैन अहिले मैले राम्रोसँग थाहा पनि छैन हैन अब गएर हेरेपछि चाहिँ बल्ल थाहा हुन्छ कस्तो रहेछ त भनेर तर चाहिँ एक्सपेन्सिभ पनि छ टिकट पनि एक्सपेन्सिभ अनि जानको लागि पनि धेरै यताउता छ क्या हैन मेट्रो फेरि फेसिलिटी ट्राम अनि फेरि मोनोरेल छ नि त त्यही भएर लेट्स सी कस्तो हुन्छ त आजको दिन हैन यतिखेर चाहिँ 11 बजे लागेको छ हैन सो लेट्स सी आजको भाइब्स चाहिँ दामी हुनुपर्छ हैन दामी रमाइलो गर्नुपर्छ भिडियोमा बनिराख्नु होला है त सी यु गाइस अहिले चाहिँ म ट्राम चढाउँछु एकैछिनपछि चढ्छु त्यसपछि त्यहाँबाट फेरि मोनोरेल चढ्छु म त्यो पनि सो गर्छु हैन सो आई विल गाइड यु अल्सो गाइस ट्राम पनि आयो हैन लेट्स गो सो पामजुमेर मोनोरेल फुटब्रिज यहाँबाट चाहिँ पार जानुपर्ने रहेछ क्या हो है जस्ट फलो गर्नु त होइन मलाई पनि थाहा छैन राम्रोसँग होइन अहिले चाहिँ म चाहिँ पामजुमेरामा आइसकेको छु ट्राममा लेट्स गो लिफ्टले नै माथि जाने एन्ड दिस इज आई विल सो यु अगेन गाइस ओके यहाँबाट चाहिँ मोनोरेल जाने बाटोमा चाहिँ होइन यहाँबाट चाहिँ टक्कै यताबाट चाहिँ जायन्ट हुल देखेर चाहिँ दुबईमा मरिनाको होइन अनि फेरि यताबाट चाहिँ बुर्जलरब देखिँदो रहेछ है क्या दामी टक्क छ सेन्टरमा दामी बोथ साइडको भ्यू देखाएर है सो म चाहिँ मोनोरेलको तर्फ बढ्दैछु आई थिङ्क त्यो बिल्डिङबाट चाहिँ पास भएर जानुपर्छ होला आइ एम सो एक्साइटेड गाइस है अझ कोही एक्लै छु म होइन साथी भएको छैन बब्बाल हुन्थ्यो भाइ सेयर गर्दै जानलाई यसको गन्तव्यको तरफ होइन नजिक पुग्दैछु म अब इट्स दामी रमाइलो हुन्छ आज यार पार्किङ जस्तो टाइपको रहेछ यस्तो भित्रबाट जानुपर्ने रहेछ मोनोरेलको लागि चाहिँ गाइज मलाई गाइड गर्ने मान्छे पनि गएको छैन है म म्याप हेरेर आएको है सो त्यहाँबाट छिटेपछि यस्तो रहेछ होइन ब्लू लाइन रहेछ मोनोरेलको लागि जस्ट यसलाई फलो गर्नु उतापट्टि ग्रिन लाइन रहेछ त्यो मेट्रोको लागि रहेछ होइन यस दुवैमा चाहिँ जसरी हिँड्यो भने कहीँ गएर चाहिँ फर्किनु पर्दैन है सबै कुराहरू हिँड्दिया हुन्छ नि त होइन म भित्र छिटिसकेँ मोनोरेलको लागि है
palm jumeirah. Let's go. One way, same price. Two way, ticket cheaper. दाजु नलका डिप गर्न मिल्छ? मिल्छ धेरै महँगो पर्छ। कति पर्छ? कहाँ जानुहुन्छ सिधै भने कति पर्छ भनेर कहाँ जानु? एटलान्टिस वाटर पार्क। एटलान्टिस जान 20 आउन 20 नलकाबाट 40। टिकटको 30। टिकटको 30 छ? 35 मा। यहाँ पर एटलान्टिस जाने आउने 20 को हुँदैन। 35 को किन्नु भयो भने सबै स्टेसन हुन्छ। एटीएम कार्ड छ भने 20% डिस्काउन्ट छ। दामी छ है, ढुङ्गा पुरा ढुङ्गाले बनाएको है यो फेरि। जस्ट पिक्चर तर ढुङ्गाले बनाएको छ यो ट्रली। सो देख्न सक्नुहुन्छ होइन, नलकाबाट गयो भने चाहिँ 20 दिरहम 40 दिरहम, टिकट लियो भने चाहिँ 30 दिरहम पर्दो रहेछ। एउटा मात्र ठाउँमा झर्ने हो भने अनि फर्किने हो भने, अनि अल ओभर गऱ्यो भने चाहिँ 35 दिरहममा हुँदो रहेछ होइन। सो मैले चाहिँ दुईवटा मात्र टिकट लेख्छु 30 दिरहम होला, अनि जाने आउने मात्र गर्ने होइन। सो अब म चाहिँ टिकट लिन जान्छु अनि त्यसपछि भित्र छिर्छु अनि एकैन आएर कन्टिन्यू द भिडियो। ओके ल, धन्यवाद दाइ। ल सो गाइस आई एम इन्टर्ड अलरेडी। म चाहिँ भित्र छिरेँ होइन, palm jumeirah। लेट्स गो। माई गड, टिकट गरेर चाहिँ भित्र छिरिसक्यो होइन। यहीँबाट देखि लगाइसकेको नजाराहरू palm jumeirah कस्तो हात फिजाइरहेको है। सो यु क्यान सी। आजको भिडियो चाहिँ लामो बन्न जान्छ है गाइस, किन भन्दाखेरि सानो भिडियोमा कभर गर्न सक्दैन मैले, यत्रो धेरै कुराहरू छ यहाँ चाहिँ होइन। सो लेट्स गो। सो यो चाहिँ टिकट हो होइन, यो त यहाँ स्क्यानिङ गर्ने कुरा हुन्छ। यो स्क्यान गरेर चाहिँ गेट पास खुल्दो रहेछ होइन। अनि चाहिँ एभ्री 15 मिनटमा चाहिँ मेट्रो यहाँको आउँदो रहेछ ट्राम चाहिँ। अनि चाहिँ त्यही हो, 15 मिनट ग्यापमा आउँदो रहेछ। म चाहिँ कुटेर बसिरहेको छु। अनि आएपछि चाहिँ हामी टक्क चढ्ने अनि जाने होइन त। अहिले चाहिँ यहाँ पाम गेटवेमा छु। इतिहास जान्छ, नकिल जान्छ, म जाने चाहिँ एटलान्टिस एक्वाभेन्चर है त। ट्रेन इज अराइभिङ। कुर्दा टाइम भयो यार। र हाम्रो ट्रेन चाहिँ आयो होइन, मोनोरेल। ट्रेन पनि भन्न मिल्दैन, मोनोरेल होइन। सिट पनि बब्बाल छ त हो पुरा। आमा ओपन द डोर बाबा। बस्ने भयो नि त। सिट यार। Atlantis Hotel guys है। उतापट्टि समुद्र, दामी रेस्टुरेन्ट छ यार। पुग्यो है एटलान्टिस होटल होइन। देख्नुहुन्छ त्यो समुद्र दामी ढक्क है। केही भन्नु चाहिँ कसैलाई? लेट्स गो। Let's go. काम सुक्खा छ है? काम सुक्खा छ। 10,000
So guys, I'm entered in the Atlantis hotel right now, okay? Gordon Ramsay. त्यही भनेको आम्ने सामने रेस्टुरेन्ट छ भनेको हैन सो यहाँ चाहिँ मैले अब फाइनली लास्ट टाइमर्स अक्वारियम के हो सुने छैन नसुनेको कुरा के सुनेको भन्नु है हैन शीतल लोयल नसुनेको कुरा सुने हौडिसक्यो है ढुङ्गा पनि कस्तो पुरा जे पनि बनाइदिएछ दामी छ अब पानीमा हान्नु पर्दैन केही पनि नजोडिकन सिसाले यति मिहिनेत लगाएर कति वर्ष लगाएर बनाएको सिसाले है यस्तो दामी ब्युटिफुल छ यार सो हामी चाहिँ द लस्ट चेम्बर अक्वारियम 155 को टिकट रहेछ हैन जान लाग्छ मलाई चाहिँ हामी चाहिँ छिर्यो है लस्ट अक्वारियममा हैन अंधेरा कायम रहे गोजीमा हालेर घर लाएर सित्तन हो क्या झोला पनि लिएर आएर ठुल्ठुल जेलीफिस सेट ए हैन जेलीफिस जन्तु भनेको यसको मासु कस्तो हुन्छ यो फेरि अर्को वाला हो दामी छ त यसको मासु कस्तो हुन्छ जस्तो त्यो भइरहेछ दामी छ यार समुद्रमा झन् कस्तो देखिन्छ होला यो कलरफुल लाइटिङ है कत्रा हप्ता बस्दै के फर्स्ट टाइम दिस काइन्ड अफ थिङ्स आइ एम एक्सपेक्टिङ इन माई लाइफ यार भेजा कत्रा माछा हो त्यो माछाहरू भित्र ए लामो हो यो सर्प जस्तो रहेछ हौ लामो इल हो त्यो इल इलेक्ट्रिकल वाला त होइन है कस्तो सानो छ कुचुक्क बसेको कुरामा इलेक्ट्रिक हुन्छ नि त्यो एउटा इलेक्ट्रिक इल हुन्छ त्यो त मारिहाल्छ नि है छुने बित्तिकै गर्नु लाग्छ ओए बाबु सित्तान होला कस्तो छ यो के बाँच्नुपर्छ के देख्न पाइन्छ झर्थ्यो भनेको सेट के हो यो पुरो जकेटहरू छ त हौ के त्यो सामान सेट थियो फोटो हान्नुपर्छ क्या दाजु यता यार What a fantastic feeling, guys, yeah? Whoa, check it out. These look so pretty. These look so pretty. They're really जमिनमा टक्क टाँसेर बसेछ त्यो
अल्छी माछा रहेछ त्यो त्यहाँ कत्रो आउँदैछ त्यो आउँदैछ है भाइ यता आउँछ That is a guitar fish down low, and that's a stingray. Take a picture of the guitar fish, which is the guitar fish. Shit. Guys, octopus guys. भित्र त अचुबै रहेछ हो भनेको गुफा जस्तो है डार्क एकदम ए सिद्रा हेर्न कत्रो सिद्रा हो यार बल्छीमा आउँछ यो चाहिँ के नक्सा हो क्या हो के हो यो यार यो के राजाको टाइममा टेबल सेबल के होला यो समथिङ लाइक द्याट होइन यो सब यो पुरानो हड्डीहरू के सिङहरू होइन उयो त सिङ हो त्यो सिङ हो यो गरेर माछा यस्तो कति सबै मिलन हामी टाइम निकाल्नुपर्छ हेर्नको लागि है अनि मेरो कार्डबाट नि अलाउड हुन्छ कि हरेक रेस्टुरेन्टहरू सुन्नलाई के मैले बिर्सेँ यसको नाम Mom, Leo. के भन्छ कि के हर्स फिस के भन्छ कि यसलाई सी हर्स यस ए सी हर्स भेजा के भेजा सी हर्स हो कि माछा पाँच जमिनभित्र नि माछा रहेछ हौ स्नेक के देख्नु पऱ्यो हेर हो त टाइनी है निस्किँदैछ क्या बाहिर अनि हामी नेक्स्ट टाइम चाहिँ बस जानुपर्छ पुरै होटेलमा जानुपर्छ त्यही आयो होइन हामी उताबाट छिरेको थियौँ हो यीसँग फोटो हान्नु डबल बोलो आधा तक Let's go to the water park, guys. आयो हतियार हतियार आयो हतियार यही हतियारले चाहिँ हामी चाहिँ अब गइन्छ होइन ओहो ए यहीँबाट हिँड्दो रहेछ मोनोरेल पनि है गाडी पनि आयो होइन यो हो हाम्रो चाहिँ ओहो मोनोरेल ओहो लर्न पोसिडन्स भिलेज तौलिया होइन यस्तो भिडियो बनाउनु पर्छ होइन सरी ल अघि यत्रो समय भिडियो बनाउने मैले गरेर अब सब सामान सकेर चाहिँ अब तौलिया पनि फेकेर होइन फ्री तौलिया अब चल्दैन हामी है त यो सब सकेर हामी यहाँ मोबाइल लिएर जान पाइएन होइन मसँग पाउच थिएन त्यही भएर सब गरेर भ्याएर थाकेर
फर्किँदैछौँ होइन अब एटलान्टिस वाटर पार्क पनि घुमिरहेको छ होइन घाटै भएर आउनु सो गाइस अब चाहिँ बिदा माग्नुपर्ने हुन्छ होइन सी वान नेक्स्ट ब्लग आजको लागि चाहिँ यति अब म चाहिँ मनरेलमा आइसकेको छु अब रुम फर्किन्छु होइन सो सियो थाकी यार लास्ट यार खेलेर गेम औडै सी यू नेक्स्ट ब्लग